क्रुज जहाज एमभी होन्डियसमा हान्टाभाइरसको महामारी 3 जनाको मृत्यु। अन्ध महासागरमा यात्रा गरिरहेको नेदरल्यान्ड्सको प्रसिद्ध ध्रुवीय अन्वेषण जहाज एमभी होन्डियसमा हान्टाभाइरसको प्राणघातक प्रकोप देखिएको छ। अर्जेन्टिनाबाट आफ्नो यात्रा सुरु गरेको यस जहाजमा रहेका यात्रुहरूमध्ये हालसम्म 3 जनाको मृत्यु भइसकेको पुष्टि भएको छ, जसमा एक डच दम्पति र एक जर्मन नागरिक रहेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) र अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले जहाजमा रहेका अन्य 7 जनामा पनि संक्रमण पुष्टि गरेका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ। केप भर्डेमा अवतरण निषेध र अन्तर्राष्ट्रिय समन्वय संक्रमणको खबर सार्वजनिक भएपछि जहाजलाई सुरुमा केप भर्डेको तटमा रोक्न खोजिएको थियो, तर स्थानीय अधिकारीहरूले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै बिरामीहरूलाई किनारमा ओह्राल्न अनुमति दिएनन्। गम्भीर बिरामी परेका एक बेलायती नागरिकलाई भने हेलिकप्टर मार्फत उद्धार गरी दक्षिण अफ्रिकाको अस्पतालमा भर्ना गरिएको छ। हाल यो जहाज स्पेनको क्यानरी टापुतर्फ प्रस्थान गरिरहेको छ, जहाँ स्पेन सरकारले मानवीय आधारमा जहाजलाई डक गर्न र यात्रुहरूको उपचार तथा जहाजको पूर्ण कीटाणुशोधन डिसइन्फेक्सन गर्न अनुमति दिएको छ। संक्रमणको स्रोत र स्वास्थ्य सतर्कता। प्रारम्भिक अनुसन्धानका अनुसार यो भाइरस जहाजमा रहेका मुसा वा मुसाजन्य जीवहरूको मलमूत्रबाट फैलिएको आशंका गरिएको छ। हान्टा भाइरस सामान्यतया मुसाको सम्पर्कबाट मानिसमा सर्ने गर्दछ र यसले फोक्सोमा गम्भीर संक्रमण पैदा गरी श्वास-प्रश्वासमा समस्या ल्याउँछ। जहाजमा रहेका 147 जना यात्रु र चालक दलका सदस्यहरूलाई अहिले कडा निगरानीमा राखिएको छ। स्वास्थ्य विशेषज्ञहरूले यो भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना कम रहे पनि सतर्कता अपनाउन र प्रभावित क्षेत्रहरूमा डी-रेटिङ मुसा मार्ने प्रक्रिया कडाइका साथ पालना गर्न सुझाव दिएका छन्।